अब त्यहाँ खै के हो स्काई के हो यो के अरे खै के हो अब जेसुकै होस् होइन अब खै के हो अब जेसुकै होस् होइन अब डेटिङ बसेको थियो डेटिङ दुईजना सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा र आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि आज म भ्यू टावर जाँदैछु है ल तपाईँहरूले पनि भ्यू टावर पहिला सुरु हेर्नुहोस् है कस्तो छ ल साथीहरू भ्यू टावर चाहिँ यही नै हो होइन अब हावाहरू पनि डेन्जर चलिरहेको छ अनि यो भ्यू टावरमा पुग्नको लागि चाहिँ यो जङ्गल हुँदै 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 यो पहाड चढ्नुपर्छ क्या यत्रो चढ्नुपर्छ होइन अनि यो जङ्गल माथिदेखि चाहिँ अब जाने हो यहाँदेखि चाहिँ चढेर जानुपर्ने हुन्छ होइन यहाँ बाटो छ होइन यतातिर बाटो छ क्या सायद तपाईँहरूले देख्नु भएको छैन होला यहाँ चाहिँ एउटा बाटो छ होइन त्यो बाटो हुँदै हुँदै जानुपर्छ लगभग त्यहाँ जानको लागि चाहिँ लगभग तपाईँलाई 1.5 घन्टा लाग्न सक्छ है मेरो अनुमानमा चाहिँ त्यति नै हो र अनि म जान खोजेको चाहिँ किन भन्दा अब घरमा बस्दा बस्दा वाक्कै लागिसक्यो क्या आज बिहानदेखि मैले लुगा धुनेदेखि लिएर घर सरसफाइदेखि लिएर आफू नुहाइ गरियो खानासाना खाइयो होइन अब यत्तिकै बस्दा त झ्याउ लाग्छ दिनभरि किनकि अब आफ्नो साथीहरू पनि छैन भाइहरू कोही पनि छैन होइन नत्र यसो बोल्ने गेमहरू खेल्ने होइन हुन्थ्यो अब यहाँ घरमा लुडोहरू पनि छ तर के गर्न भाइहरू छैन सबैजना स्कुल गएको छ त्यही भएर आजको प्लानिङ चाहिँ अब आफूले टाइम पास गर्न पर्यो भनेर चाहिँ अब म जान लागेको अब त्यही नै यसो हेर्छु म यता काठमाडौँको केही क्षेत्रहरू देखिन्छ के अनि त्यो यसो हेर्न पर्यो भन्ने प्रकारले अनि मैले सुनेको चाहिँ त्यहाँ हाम्रो भद्रगोल छ त एउटा नाटक अनि त्यहाँ चाहिँ के छ भन्दाखेरि के अरे पाँडेको चाहिँ आदरणीय पाँडेज्यूको चाहिँ कटेज छ अरे के अनि म चाहिँ त्यो हेर्न जान लागेको अनि त्यहाँ चाहिँ सुटिङ पनि हुन्छ भन्ने मैले सुनेको थिएँ होइन अनि लगभग त्यहाँ मात्र नभएर अर्को ठाउँ पनि रहेछ कहाँ भन्दाखेरि रोक्नु म तपाईँलाई भिडियोमा देखाइदिन्छु ल जुन यो झ्याम्म परेको रुख अघि भर्खरै तपाईँहरूले देख्नु भयो नि होइन त्यो ठाउँमा चाहिँ के अरे हाम्रो बल्छी धुर्वेहरूदेखि लिएर धेरै कलाकारहरू चाहिँ यहाँ सुटिङ गर्नको लागि आउनुहुन्छ अरे क्या त्यो ठाउँमा चाहिँ अनि यहाँ चाहिँ धेरै ठाउँहरू रहेछ त्यही भएर म चाहिँ त्यहाँ त म जान सक्दिनँ होला अर्थात् जान पाएँ भने चाहिँ म जानेछु होइन तर आजको मेरो चाहिँ के छ भन्दा आज म भ्यू टावर मात्र जान्छु भन्ने प्लानिङ छ किनकि अब यत्तिकै अल्छी लाग्छ त्यही भएर अब यसो घुमघाम गर्छु भन्ने प्रकारले होइन अनि म तपाईँहरूलाई मेरो अनुभवहरू पनि म तपाईँहरूलाई भन्नेछु होइन किनकि मैले यो ठाउँमा मैले पठाउ पनि मैले गरेँ के अनि त्यो कुराहरू पनि म तपाईँहरूलाई भन्नेछु है मैले पठाउ गर्दाखेरि कस्तो कस्तो अनुभवहरू लिएँ होइन त्यो सबै कुराहरू म तपाईँहरूलाई भन्नेछु ल म चाहिँ अब जान लागेको आज म खुसी छु किनकि आज 100 रुपियाँको मजा नयाँ र यो 250 को टोपी आज नयाँ छ मेरो लागि होइन ल अब म जान्छु है त ल साथीहरू म चाहिँ यहाँ एउटा पहाड चढ्न जाँदैछु है पुरा माथि चढ्न छ यार ल साथीहरू म चाहिँ यहाँ एउटा पहाड चढ्दैछु यहाँ राम्रोसँग हिँड्न पर्छ फेरि यहाँ खुट्टा लड्क्यो भने सधैँको लागि संसारदेखि मान्छे लड्किँदाखेरि म होइन यति हिँड्दा हिँड्दै फेफे भइसक्यो यार म त यत्रो माथि चढ्दै 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 यहाँ गयो पहिला त यहाँ बाटो थियो फेरि फर्किनु पर्यो जाम भने कसरी जाम होइन यहाँ सिस्नो छ फेरि पोलिहाल्छ यस्तो पो भएछ अहिले त्यही बाटो त जानै नमिल्ने भएछ यार पहिला त यही बाटो कति हिँड्ने है अहिले त यस्तो भएछ थ्यात यस्तो छ यार ताल मान्छेको कहिले यस्तो पहाड नचढेको मान्छे तराईको मान्छेलाई गाह्रै हुने कि चढ्न है ल हिँड्दैछु है म चाहिँ हिँड्दैछु खोज्दै खोज्दै जाउँ होइन बाटो पाइन्छ कि यता छ कि छैन हेरौँ है त साथीहरू कसको घरमा आइयो यार
चोर भनेर कुट्न बेर छैन फेरि। कसको घरको दैलो दैलोमा आइरहेछ है। जता हेर घरको बारी, जता हेर झाडी नै झाडी। कता हो बाटो यार। बुवा यता माथि जाने बाटो छैन? यहीँदेखि जान्छ? हस् धन्यवाद। हेर है बाटो अस्ति पनि छैन होइन, तर यताबाट पनि जान्छ अरे फेरि। थ्याट तेरि। ल है साथीहरू हेरौँ, यहाँदेखि त यस्तो दामी देखिन्छ झन्। भ्यू टावरबाट झन् कस्तो दामी देखिएला है। कि खत्रङ खुत्रुङ गरेर तर्साउँछ त यार, के हो। चोर मानेर माथिदेखि भाँडाकुँडा हान्लान् फेरि है। हैट, भ्यू टावर नपुग्दै यहीँ थाकिसक्यो यार बाटो खोज्दा खोज्दा। ल फाइनल्ली म बाटोमा निस्किसकेँ है त। ल गाइजहरू म चाहिँ यहाँ भर्खर बाटोमा आइसकेँ होइन। यो बाटो हो, यो माथिको चाहिँ। त्यो बाटोदेखि चाहिँ सिधै यहाँ माथि आइन्थ्यो के, यहाँ आइपुगिन्थ्यो माथि नै। अहिले त पुरै झाडी नै झाडी, झाडी नै झाडी नै भएछ। त्यही भएर ए घरको दैलो 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 हुँदै हुँदै आएको है। बाटो सोधेर पनि आइयो। ल बाटो भेटाइयो। अब हामी भ्यू टावर जाउँ है त। ल है साथीहरू, यहाँ चाहिँ निकुञ्ज इलाका प्रवेश निषेध भनेर लेखेको छ है। अनि यो लेख्नुको कारण किन भन्दाखेरि चाहिँ बदमास, अटेरी भनेको नमान्ने होइन, त्यस्ता मान्छेहरू चाहिँ यहाँ भित्र छिर्ने, दाउराहरू निकाल्ने होइन, त्यस्तो कुराहरू पिठाइ काम गरेको कारणले गर्दाखेरि चाहिँ यहाँ बोर्ड राखेको हो क्या। अरे यार भ्यू टावर पुग्न लास्ट टाइम लाग्छ यार। म मान्छे दुब्लो छु कि होइन, तर भन्न यो ब्यागले गर्दाखेरि चाहिँ मलाई उडा छैन यार हावाले। है तेरिका सुकार हे मे बच गया। वहाँ पुग्न छ, त्यत्रो पहाड गर्दै गर्दै चढ्दै 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 वहाँ पुग्नु छ यार। कहिले पुग्ने हो खै। एकचोटि यतैतिर हो के, पहिला मैले पठाउ अनि इनड्राइभहरू गरेँ नि त। अनि यो पठाउ इनड्राइभ गर्दाखेरि चाहिँ एकजना प्यासेन्जर चाहिँ मैले बोकेर यतै भ्यू टावरतिर ल्याउनु थियो के। अनि यता स्वयम्भू उतैदेखि चाहिँ मैले भ्यू टावरतिर लिएर आएको थिएँ प्यासेन्जरलाई, किनभने म स्वयम्भूतिरै थिएँ। अनि वहाँदेखि ल्याउँदाखेरि चाहिँ एकचोटि त्यही बेलै त्यो राति चाहिँ कस्तो भयो भन्दाखेरि, अब यतातिर त अब चितुवाहरू निस्किरहेको हुन्छ नि त। एकचोटि निस्केको पनि छ, हामी पढ्न जाने बेला चाहिँ एकचोटि निस्केछ क्या। अनि धेरै मान्छेहरू चाहिँ यही बाटो हिँड्दाखेरि, यस्तै जङ्गलको बाटो हिँड्दाखेरि चाहिँ धेरैजना फेरि फर्केको घटनाहरू छ क्या। अनि त्यस्तै अब राति पनि कस्तो भयो भन्दाखेरि, अब रातिको समयमा हामी दुईजनामा त सुनसान छ क्या यो जङ्गल। अनि त्यसपछि त हिँड्दा 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 है स्कुटर चलाइरहेछ मैले होइन, पछाडितिर प्यासेन्जर बसिरहेछ है। हामी दुईजनाको सातो गयो कि, किन भन्दाखेरि त जङ्गलदेखि त यस्तो गरेर चितुवा निस्क्यो क्या, अगाडि चाहिँ निस्क्यो होइन। चिरुङ्ग भयो क्या, बाटो काट्यो भने। त्यो चितुवा भन्नाले पनि त चितुवाको बच्चा के, यस्तो बाटो काट्यो। अनि हामी त खङ्ग्रङै भयो क्या। अनि मेरो त हात पनि कामै, खुट्टा नि कामै है। ह्यान्डल पनि कसरी समाउनु अब त, ज्यान कामिसक्यो यहाँ, त्यो मान्छे पनि कामिसक्यो। अनि आखिरमा अन्तिमचोटि त यस्तो गरेर हेरेको त लास्टमा त म्याउ रे क्या, बिरालो पो रहेछ लास्टमा त। त्यो बेला पनि बचियो। ल साथीहरू, त आज झगडा परिसक्यो होइन। ठुलो गाडीहरूलाई यो लास्ट पेल्छ यार, सानो गाडीहरूलाई लास्टै हेप्छ। अझै यो रातितिर क्या,
म यता काठमाडौँदेखि बुटोल स्कुटरमा आउँदा पनि ठुलो ठुलो गाडीहरू लास्ट पेल्थ्यो भने चलाउन पनि लास्टै डर लाग्ने कि फेरि अब त्यो ठुलो गाडीले हान्दिने कि भन्ने डर है। पेले गर्ने, फेरि अब अगाडि पनि जान नदिने, लास्टै झ्याउ गर्छ अरे ठुल्ठुलो गाडीले त। यहाँ चाहिँ आर्मीहरू बस्छ है। अहिले चाहिँ म यहाँ मुर्खुमा छु है त। ल साथीहरू, भेउटार जाने बाटो चाहिँ यस्तो छ है। बाटो बन्दैछ, बाइक गाडीहरू चाहिँ जाँदैन यो बाटो चाहिँ, किन बन्दै छ। यस्तो छ यहाँ चाहिँ। ल तपाईँहरू आउनु छ भने चाहिँ त्यहाँदेखि सायद तपाईँहरू हिँड्दै आउनुपर्छ होला, किनकि बाटोहरू बन्दैछ यहाँ। अनि कुलो पनि बन्दैछ यहाँ होइन। यसैमा कुलो, यसैमा बाटो सबै हुँदैछ। यो बाटो हुँदै 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 आएको। अब यो बाटोदेखि लिएर यहाँ जान चाहिँ अझै यो माथि कति चढ्न छ, कति चढ्न छ क्या अझै। यत्रो लामो बाटो छ यार। छ्या, नआएको पनि कामै लागेन। यो डाँडामा चाहिँ हावा चाहिँ डेन्जर लाग्छ है, मस्त लाग्छ। अहिलेको यो गर्मीको समयमा चाहिँ अलिकति हिँड्न पनि गाह्रो, केही बोक्न पनि गाह्रो। यहाँ यत्रो भारी बोकिरहेको छ यो ब्याग है, बोक्न नि गाह्रो क्या। पसिना लुछुप्प यो पुरै भिजिसक्यो, यो चाहिँ सबै भिजिसक्यो। ल साथीहरू, अब भेउटार पनि पुग्न लागिसक्यो। त्यहाँ छ भेउटाहरू। अब त्यहाँ खै के हो, स्काई के हो यो, के अरे खै के हो, अब जेसुकै होस् होइन। अब ल म चाहिँ यहाँ आइपुग्न लागिसकेँ, भेउटारमा पुग्न लागिसक्यो। अब लाग्ला कति 20 मिनट जति लाग्ला। अनि त्यहाँ बाजा नि बज्दैछ, त्यहाँ विवाह पनि हुँदैछ है। थाकेर चौतारीमा बसेको नेपालको झन्डामा। यही नै हाम्रो शान हो, यही नै हाम्रो गौरव हो, हाम्रो आन मान शान भन्ने पनि यही नै हो होइन। ल जानु पऱ्यो फेरि पानी पिएर। ल साथीहरू, म चाहिँ यहाँ भेउटार आइपुग्न लागिसकेँ। अब 5 मिनट। अब पसिना भइसक्यो। मेरो निधार पनि यहाँ चम्किरहेको छ होला है, यो खाली ठाउँमा। त्यही थाकेँ यार म त। यो घामले फेरि पुरै पसिना त यस्तो भयो, यो लुगै चप्किसक्यो क्या पसिनाले। पसिना भएर आफैलाई गनाए जस्तो भइरहेको। ल अहिले ठाउँ पनि अहिले चाहिँ राम्रो भएर चाहिँ म धेरै समयपछि आएको यहाँ चाहिँ। यस्तो भएर चाहिँ अहिले चाहिँ कस्तो दामी ठाउँ। यो त पहिल्यै थियो, यो चाहिँ अहिले भर्खर बनाएर रहेछ कि, ताजा रहेछ। ल साथीहरू, अब चाहिँ भोक पनि लागिसक्यो। त्यही भएर अब एउटा शीतल ठाउँमा गएर खाजा खानु पऱ्यो है। डेटिङ बसेको थियो, डेटिङ 2 जना। सुन्नु भएन, सुने के भयो त। ल यस्तो छ है ठाउँ चाहिँ। ल साथीहरू, अब म खाजा खान्छु है, बसेर थकै लाग्यो। अब शीतल हावा नि खान्छु, खाजा नि खान्छु। यहाँ चाहिँ मेरो काँक्रा छ होइन। यहाँ अचार भइहाल्यो, यो पानी भइहाल्यो होइन। पिरो भयो भने चुपाचुप, अनि बबल गम पनि छ पिरो भयो भने। अनि यो कुरकुरे र मकै, अनि त्यसपछि यो चाउचाउ छ। र आजको खाजा चाहिँ मेरो यही नै हो। अब म खाना सुरु गरिसकेँ, तपाईँहरू पनि खाजा खानुहोस् है। ल साथीहरू, म चाहिँ अब यहाँ साजा खाएर हिँडेको होइन। अब आउँदा भोक लाग्यो कि, खाना पनि पच्यो। अब एकदम त्यो भयो, खाजा पनि खाइसकेँ मैले होइन। कुरकुरे ल्याएको थिएँ, काँक्राहरू ल्याएको थिएँ। जस काँक्रा ल्याउनुको कारण चाहिँ अब पानी पनि सकेको हुन्छ, अनि त्यसमा चाहिँ अब पानी पनि पाउँछ होइन। त्यही भएर काँक्रा पनि मैले लिएर आएको थिएँ। ल अब चाहिँ सिधै अब माथि चढ्न पऱ्यो। घाम पनि यस्तो टर्लक्क लाग्छ है,
यहाँ डेटिङ बस्दै थियो अनि सायद मैले भिडियो बनाउँदै हिँडेको थिएँ। हुन त मैले अरूको प्राइभेसीमा त्यस्तो भिडियोमा म देखाउँथिनँ होइन, अनि तर पनि सायद भिडियोमा आउँछ होला भनेर दुईजना बड्का बड्का मान्छेहरू गए। अनि खै के भन्नु, ल म चाहिँ अहिले यहाँ खै के भने पानी ट्याङ्की माथि भन्ने कि अब के भन्ने यार, यो त पानी ट्याङ्की त होइन होइन, तर यो माथिदेखि चाहिँ अब भ्यूहरू चाहिँ देखिन्छ मजाले काठमाडौँको। अनि यहाँ जिप लाइनहरूदेखि लिएर स्काई वकहरू पनि रहेछ, जसको टिकट चाहिँ 250 रहेछ एकजनाको। अनि यो जिप लाइन र यो स्काई वकको चाहिँ 250 भन्ने मैले सुने। अब मसँग भनेको 600 रुपियाँ छ। त्यो 600 रुपियाँ पनि अब घरमा रासन किन्नको लागि चाहियो, त्यही माथि यहीँदेखि त्यहीँ जानको लागि 250 कसले खर्च गर्छ है। बरु ठिक छ, पछि नै पैसा कमाइसकेपछि र अलिकति गाँठ भएपछि के पैसा भएपछि त्यो बेला चाहिँ म अवश्य नै कुराहरूमा पनि चढ्नेछु। ल हेलिकप्टर। ल त साथीहरू, मैले यो क्याप चाहिँ यसरी लगाउनुको कारण चाहिँ अब हावा ठुलो लागिरहेको छ यहाँ चाहिँ होइन, फेरि उडाउला भनेर। यहाँ मलाई उडाए त केही भएन, मेरो क्याप चाहिँ उडाउनु भएन होइन। र अनि अब म चाहिँ अहिले यो गर्मी छ, कति डिग्री छ मैले हेरेको छैन, तर म तपाईँहरूलाई चाहिँ 360 डिग्रीमा चाहिँ यो पुरै घुमाएर चाहिँ म तपाईँहरूलाई यो देखाइदिन्छु यो एरिया चाहिँ कस्तो देखिन्छ भनेर है त। ल त साथीहरू, तपाईँहरूले 360 डिग्रीमा तपाईँहरूले पुरै हेरिसक्नुभयो होइन। र अब म चाहिँ घरतिर जान लागेको फेरि पनि। अब कति बज्यो अहिले चाहिँ 3:35 भयो चाहिँ। मेरो घडी बिग्रेको छ क्या, यो मलाई मामाले गिफ्ट दिनुभएको थियो, अनि यो चाहिँ बिग्रेको छ अहिले चाहिँ यहाँ खसेर होइन। तर पनि मलाई चाहिँ लाउन मन लाग्छ क्या। र अनि मैले चाहिँ आज तपाईँहरूलाई राम्रो क्वालिटीको आवाज दिन सकिनँ, कारण मैले चाहिँ मेरो माइक चाहिँ चार्ज गर्न पर्ने, तर मैले चाहिँ चार्ज गरिनँ। र अनि मैले चाहिँ त्यो पनि कनेक्ट गर्न पनि मैले सिकेँ। अनि त्यो कनेक्ट नहुनुको कारण चाहिँ के रहेछ भन्दा चाहिँ मेरो त्यो अर्को मोबाइल चाहिँ त्यो स्यामसङ A35 चाहिँ मेरो बिग्रेको रहेछ क्या। त्यही भएको कारणले गर्दा चाहिँ त्यो चाहिँ कनेक्ट नभएको रहेछ। र अहिलेको मोबाइलमा चाहिँ अहिले कनेक्ट भएको छ है। अनि अहिले चाहिँ धेरै सजिलो भएको छ, तर मैले चार्ज नगरेको कारणले गर्दाखेरि चाहिँ मैले युज गर्न पाइनँ। र आगामी भिडियोहरूमा चाहिँ मैले भ्लगहरूमा चाहिँ होइन मैले युज गर्नेछु। यसपालि चाहिँ क्षमा दिनु होला। र म चाहिँ घर जाँदैछु, र अब फेरि पनि हामी चाँडै भेट्नेछौँ। अनि यदि तपाईँहरूलाई आजको भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिदिनु होला। अनि तपाईँहरूको लाइक कमेन्ट सेयर र सब्सक्राइबले नै मलाई चाहिँ अरू भिडियोहरू बनाउन पनि मलाई अझै उत्साह मिल्ने छ भन्ने कुरा चाहिँ मलाई फिल हुन्छ। अनि मैले पनि त्यो फिल गरेको कुरा र बुझेको कुरा हो, त्यस कारणले गर्दाखेरि चाहिँ मलाई सपोर्ट गरिदिनु होला। हुन्छ, धेरै धेरै धन्यवाद। हुन्छ, बाई बाई।